भयो टाइम्स अप Hey, what you made? Hey, what you made? What you made? This. Eat. देऊ आबेनलाई छिटो खै राम्रोसँग ल्याउ न खै आबेनलाई ह्याप्पी बिलेटेड बर्थडे आबेन भनिदियो खै के बनाएछ छोरीले आबेनको लागि Lemon dashi and happy birthday song. एन्जल पनि बनाइदिएछ फुल पनि बनाइदिएछ आबेनलाई केक रेडी हुँदैछ आबेनले भन्नुभएको हो यहाँ ऊ छोराले चाहिँ के बनाइदिनु भएछ हौ आप्पालाई ह्याप्पी बर्थडे टु माई डियर आप्पा अरे ल छिटो 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 हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी मेडिना गुरुङ है फ्रम सिक्किम आज फेरि नयाँ भ्लग लिएर आउँदैछु है तपाईँहरूको अगाडि आशा छ तपाईँहरूले मन पराइदिनुहुन्छ भनेर है अन्त लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुलिदिनुहोस् होला प्लिज सपोर्ट मी है आज चाहिँ एउटा मजाको अब के भन्नु यो मोमेन्ट क्याप्चर गर्नु मन पर्यो र म भ्लग स्टार्ट गर्दैछु खासमा चाहिँ अघि स्टार्ट गरौँ भनेको थिएँ तर जो र नानाहरू आइपुगिहाल्नु भएछ है खानाहरू बनाउँदा ओर्दा ढिलो भइहाल्यो है अन्त हाम्रो मेरो जेठाजु है जेठसनको आबेनको चाहिँ अस्ति नै बर्थडे थियो अन्त बिचरा नानीहरूको इक्जाम हुँदै थियो है त्यति बेला अन्त त्यही कारणले इक्जाम होइन नानीहरू बिमार थियो सबैजना अन्त त्यति बेला चाहिँ केकहरू केही खुवाउनु सकिरहेको थिएनौँ हामीले त्यही कारणले गर्दाखेरि चाहिँ आबेन र आमेनले चाहिँ केक अर्डर गरिदिनु नानीहरूलाई जाति भएर भन्नुभएको थियो तर मैले चाहिँ भने है तपाईँहरू नै आएर उयो गरिदिनु भएको भए चाहिँ कस्तो राम्रो हुन्थ्यो भने तर उहाँहरूकोमा चाहिँ बिचरा अब व्यस्तता है त्यस्तै हुन्छ त्यही कारणले गर्दा आइरहनु सक्नुभएको थिएन र आज चाहिँ विकेन्डमा चाहिँ उहाँहरूले एकदम सरप्राइज हामीलाई भिजिट दिनुभयो है र खुसी लाग्छ अब यसरी होइन फ्यामिली एउटा ठुलो ग्रान्ड सेलिब्रेसन हुनुपर्छ भन्ने छैन होइन एउटा क्लोजनेस एउटा नानीहरूलाई एउटा एट्याचमेन्ट एउटा नानीहरूलाई पनि है आमा बाउको भ्याल्यु बुझाउनुको लागि एउटा सानो सानो यसरी हामीले गरिराख्यो भने राम्रो लाग्छ मलाई पनि है तपाईँहरूलाई कस्तो लाग्छ है मलाई चाहिँ अब त्यस्तो लाग्छ है आफूलाई स्पेसल फिल हुन्छ है अन्त जिन्दगीमा आफू स्पेसल फिल गर्नुभन्दा ठुलो कुरा त के हो जस्तो लागेन है र हेर्नुहोस् केही दृश्यहरू है यहाँ म देखाउने छु आबेन र आमेन आइसकेर चाहिँ यहाँ एकदम एक्साइटेड हो छोराले चाहिँ यहाँ आप्पालाई यस्तो बनाइदिनु भएछ हो जोजोलाई कस्तो लाग्यो जोजो तपाईँ उल्टा सरप्राइज हुनुभयो होला हो कस्तो लाग्यो तपाईँलाई हामीलाई सरप्राइज दिनु आउनु भएको उल्टा सरप्राइज हुनुभयो छोरीले बनाइसकेन अझै केही छैन अब हामी म खाना बनाइसक्नु चाहिँ अब खाना खाने है अन्त के हुँदो रहेछ तपाईँहरूलाई देखाउँछु स्टे ट्युन गाइस सबैजना रेडी भइसक्यो हो अब रेडी भएर चाहिँ म्याडमलाई पर्खेको म्याडम चाहिँ जहिले ढिलो गर्छ सानो केक काटिहाल्नु पर्यो भनेको त खै हो के हो नानी यो ह्याप्पी टु यु हो कसको ह्याप्पी टु यु ह्याप्पी टु यु कसको ह्याप्पी टु यु कसको अब चाहिँ हामी यहाँ जोजोलाई सानो केक काट्नु लगाएको हो बिचरा खैरो फुक्नुहोस् न जोजो विस मागेर फुक्नु अरे ह्याप्पी बर्थडे हेलो गाइज आमा यहीँ छ हो दिदी आमालाई मतलब छैन दिदी यता चाहिँ आमा पक्रिनेछ नि त फेरि एकजना लु छिटो ढिलो भयो 12 बजीदेखिको चाहिँ लिगेसी एकाडेमीमा चाहिँ के भन्नु 1 घन्टाको उनीहरूले वर्कसप जस्तो गराउँदै रहेछ कि
त्यो एटेन्ड गरौँ भनेको ढिलो भइसक्यो गाइस। हजुर तपाईँ कहाँ जानु भएको? कता उता भाइ राजा हो होइन? गाइस हामी चाहिँ खोज्दैछु म। यहाँ चाहिँ हाम्रो इन्स्ट्रक्टर हुनुहुन्छ है। Finally met. बोक्नु पनि यहाँ हेर्नु नि ठुलो मान्छे हिँडेको। भाइ आउनु त। ओइ ओइ मलाई केही कुराको डर भन्ने छैन, यति साह्रो छ। के खाने? चिकन खाने? अस्ति पिज्जा भनेर नि क्या भनिदिएको भन्नु न। हामी चाहिँ है घुमघाम गरेर पनि सबै यताउता गरेर पनि आइसक्यौँ होइन। अब जो नानाहरू पनि जानुभयो है, बिचरा उहाँहरू पनि पुरा व्यस्त हुन्छ है। बल्ल नानीहरूको लागि अलिकति टाइम निकालेर आउनु भएको थियो है, फर्किनु भयो र नानीहरूले पनि एकदम मजा गर्यो है। अन्त अब आज चाहिँ यस्तै भयो हाम्रो दिन है, यसरी नै बित्यो र आजको भ्लग चाहिँ यहीँ एन्ड गर्नु चाहन्छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।